एक दिन एउटा बच्चा स्कुलबाट घर फर्किँदै थियो। उसको हातमा एउटा चिठी थियो जुन स्कुलबाट उसको आमालाई दिन भनेर पठाइएको थियो। उसले आमालाई स्कुलबाट चिठी पठाउनु भएको छ भन्दै आमालाई दिन्छ। बच्चाको आमाले हतार हतारमा चिठी पढ्छिन्। चिठी पढेर सक्दा त्यो बच्चाको आमाको आँखाबाट बरर आँसु खस्न थाल्छ। छोराले आमालाई सोध्छ, आमा चिठीमा के लेखेको छ? उसको आमाले भन्छन्, तपाईको छोरा धेरै होशियार छ। यो स्कुलको शिक्षकहरूमा यति धेरै क्षमता छैन जो हजुरको छोरालाई पढाउन सकोस्। उसलाई अर्को स्कुलमा पठाउनुस् या आफै पढाउनुस्। यो सुनेर त्यो बच्चा निकै खुसी हुन्छ। चिठी पढेर सकेपछि आमाले चिठीलाई अलमारीमा सम्हालेर राख्छिन् र निर्णय लिन्छन् कि उनी आफ्नो छोरालाई आफै पढाउँछु र एउटा काबिल मान्छे बनाउँछु। ठुलो भएपछि त्यो बच्चा त्यो समयकै महान आविष्कारक बन्छ। तर केही वर्षपछि उसको आमाको मृत्यु हुन्छ। एक दिन पुरानो सामानहरू हेर्दै गर्दा उसलाई त्यो वर्षौं पुरानो पत्र फेला पर्छ जो उसको स्कुलको शिक्षकहरूले उसको आमालाई दिएका थिए। उसले पत्र निकाल्छ र पढ्न सुरु गर्छ र पढेर नसक्दै उसको आँखाबाट आँसु झर्छ। पत्रमा लेखेको थियो, हजुरको छोरा मानसिक रूपले बिरामी छ, उसलाई डाक्टरको जरुरत छ, त्यसैले उसलाई स्कुलबाट निकाला गरिएको छ। साथीहरू, तपाईहरुलाई यो कथा कस्तो लाग्यो? यो कथा एक प्रसिद्ध अमेरिकी आविष्कारक थोमस एडिसनको जीवनसँग जोडिएको लोकप्रिय प्रेरणादायी कथा हो। यसबाट हामीले एक आमाको विश्वास, माया र दृढ संकल्पले बच्चाको भविष्य नै बदल्न सक्छ र हामीले अरूले के भन्छन् त्यो होइन, हामीमा के छ त्यो महत्त्वपूर्ण कुरा हो भन्ने कुरालाई सिकाउँछ। साथीहरू, तपाईहरुलाई यो कथा कस्तो लाग्यो कृपया कमेन्ट गर्न नभुल्नुहोला। फेरि भेटौँला यस्तै नयाँ कथाको साथमा। सबैको शुभ होस्। नमस्कार।